4 वर्ष मैले यो रंगशालामा बिताइरहँदाखेरि बिरामी हजुरआमालाई मुस्किलले 3-4 चोटि भेट्न म पुगेको थिएँ होला र भन्नुहुन्थ्यो, बाबु म बित्दा पनि त मेरो साथमा हुँदैनस् होला। आज मलाई हेरचाह गर्न त आइनस्, तर म बित्दा पनि मेरो साथमा त हुँदैनस् होला भन्नुभएको थियो। तर जस्तो भन्यो त्यस्तै भयो। म उहाँको साथमा थिइनँ, उहाँको अन्तिम सास जाँदा म पत्र बुझाइरहेको थिएँ र मैले भने हाम्रो हरिसाब यो हो, हामीले यो काम गरेका छौं र यति उधारो छ, यो तिर्दिएर महानगरपालिकाले स्वामित्व लिदियोस्। महानगरपालिकाले मूल्याङ्कन गर्ने भयो, मूल्याङ्कन भयो, सीए मगाइयो, हामीले गरेर दिएको अडिटलाई त्यो ठिक छ कि छैन भनेर चेक जाँच गरियो, इन्जिनियरहरू आउनुभयो, भौतिक संरचनाको चेक जाँच भयो। 13 दिनको हजुरआमाको काजक्रिया पनि सकियो। म आफ्नो कुरा राख्छु भन्दै थिएँ, त्यसकै भोलिपल्टबाट म फेरि दोस्रो चोटि कोरोना संक्रमित भएँ। अत्यन्तै गाह्रो र कठिन अवस्थामा बेडमा सुतिरहेको बेलामा 81 सञ्चार माध्यममा आयो, अख्तियारमा उजुरी पर्यो, सनसनी फैलियो, ठुलै भ्रष्टाचार गरेछन् धुर्म सुन्तलीले। जसरी जब परियोजनाको खर्च 57 करोड 57.5 करोड मात्रै छ, तर 57 करोड भ्रष्टाचार भनेर उजुरी हाल्यो।